जापानमा जानुभएका ज्ञानेन्द्र साईलाई जापानमा रहेका नेपालीहरूले जापानिज रक्सी खुवाइदिएपछि उहाँ मातेर रातिको समयमा बरबराएको खबर आइरहेको छ र उहाँलाई पछिल्लो समयमा बाथरुममा लगेर घोप्टो पारेर चिसो पानी खनाइदिएर उहाँलाई अहिले के शान्त पार्ने प्रयास गरिएको भनेर जापानमा रहेका नेपालीहरूले अहिले बताउनु भएको छ। यो एकदमै दुःखदको खबर छ। जापानमा जानुभएका एउटा नेपालका प्रतिनिधि भइसकेका व्यक्तिको यो हरकतले नेपालीलाई नै लज्जित बनाएको छ। यो एकदमै दुःखको कुरा छ। यो एकदमै लज्जित कुरा छ र उहाँले ड्रिङ्क्स गरिसकेपछि दिएको यो अभिव्यक्ति पनि सुन्नुहोस्। तिमीहरूमा क्षमता छैन। गाँजा खाने गजेडीहरूका ग्याङहरू, टिओबीहरू, साला सहकारी ठगहरू। मेरो भनाइ विशेष गरी टिओबी ग्याङ, गाँजा खाने गजेडीहरूको ग्याङ, सहकारी ठगहरूको ग्याङ, डिप्रेसनका रोगीहरू, खराने ग्याङका अन्ध समर्थकहरूप्रति हो, जो देश विदेशमा छरिएर बसेका छन्, जो अरूको चरित्रमाथि आक्रमण गरेर अपमानजनक सामग्री बनाएर वा विवाद सिर्जना गरेर पैसा कमाउने काम गर्छन्। यिनीहरूको मोनिटाइज भएको छ र पैसा कमाउँछन्। यो कस्तो भने टिओबी ग्याङ, गाँजा खाने गजेडीहरूको ग्याङ र सहकारी ठगहरूको ग्याङ र डिप्रेसनका रोगी र खराने ग्याङहरूका अन्ध समर्थकलाई भने। र अहिले पनि भन्छु, तिमी खराने ग्याङहरूलाई, टिओबी ग्याङहरूलाई, तिमीहरूलाई स्पष्ट मैले संसदमा जवाफ मागेका छु। दिन सक्ने हिम्मत, ल्याकत, ताकत यदि तिमीहरूको छ, हैसियत छ भने तिम्रा मालिकलाई संसदमा उभिएर दे भन। छ भने है तिमीहरूलाई नै पत्ता साफ खेलाएर जुम्लामा चुनाव जिताएर आएको हामी है। तिमीहरूकै पार्टीलाई 421 भोटमा रोकेर आएको। त्यो भए हुनाले अहिले म स्पष्टका साथ भन्न चाहन्छु, तिमीहरूको दयामा आएको होइन, तिमीहरूको निगाहमा आएको होइन र कुनै पनि हामीले सरकारको राजीनामा मागेको होइन। खराने ग्याङहरूलाई स्पष्टका साथ भनेको, कालीकोटको भिरमा मान्छे मरेपछि त्यसको जिम्मेवारी टिओबी ग्याङको सरदारले लिनुपर्छ। यदि हिम्मत र दम छ भने सदनमा जवाफ देऊ भन। देशभरि भरम फैलाएर हल्ला गरेर मजाक गरेर यो के गरेको तिमीहरूले? दम छ? ल आऊ, भोलि बिहान हामीले यहाँ तपाईँको नेगै भन्ने सहरमा कार्यक्रम गरिरहेको छौँ। आऊ न अगाडि। आज जापानमा उभिन सक्यौ? तिमीहरूकै सांसदका अगाडि ठोकेर हिँड्यौँ त हामी। तिमीहरूमा क्षमता छैन। गाँजा खाने गजेडीहरूका ग्याङहरू, टिओबीहरू, साला सहकारी ठगहरू, पागलहरू कस्तो रहेछन् यिनीहरू। झुटो समाचार फैलाएको छ, दुनियाँ गरेको छ, दुनियाँ गरेको छ, हलानो गरेको छ, फलानो गरेको छ। लाज लाग्दैन तिमीहरूलाई झुटो समाचार फैलाउन? तिम्रा बाउहरूले तपाईँको सहकारी ठगे, के गर्छौ तिमीहरू? तिम्रा बाउहरूले सिंहदरबार जलाए, के गर्छौ तिमीहरू? छ हिम्मत तिम्रा बाउहरूको दिन? ल आऊ भन, संसदमा उभिएर देऊ भन जवाफ। म सुन्न तयार छु। ल सक्छौ? झुटो समाचार फैलाएको छ, दुनियाँ गरेको छ। स्पष्टका साथमा भन्छु, जापानमा हामी सुरक्षित छौँ र यो केटालाई हामी केस हाल्छौँ, मुद्दा हाल्छौँ यसलाई र पक्राउ गर्छौँ। र यदि खराने ग्याङका अध्यक्षहरूले यसलाई पक्राउ गरेनन् भने यिनीहरूका विरुद्धमा पनि हामी जान्छौँ। स्पष्टका साथ भनेको छु, क्लियर। र देशको प्रधानमन्त्रीले सुन्न मन छ भने सुने हुन्छ। यसरी जनतालाई आतंक फैलाउने, झुटो समाचार फैलाउने हामीले कानुन पास गरेका छौँ, नीति पास गरेका छौँ। तिमीहरू मात्र यो देशको नागरिक होइन, अरू पनि देशको नागरिक छन्। अरू पनि देशमा जति नै तपाईँको उनीहरूको अधिकार छ। तिमीहरूलाई जनताले जिताएको भनेको आतंक मचाउ भनेर होइन, काम गर भनेर हो। कालीकोटमा भिडमा अड्किएकी मान्छेलाई उद्धार गर भनेर हो। काठमाडौँमा उभिएको मान्छेलाई, आगो लागि भएको मान्छेलाई, एउटा जाब सडकमा रोकेको मान्छेलाई, प्रहरीले कुटी कुटी आगो लाउन बाध्य भएको मान्छेलाई उपचार गर भनेको। त्यति भन्न नहुने तिमीहरूलाई के छ तिमीहरूको हैसियत? ल आऊ भन, तिमीहरू नेपालको कुन ठाउँमा उभिन्छौ? आऊ भन। तिमीहरूको जस्तो गाँजा खाएर हिँडेको छैन, तिमीहरू जस्तो सहकारी ठगेर हिँडेको छैन, तिमीहरूको जस्तो टिओबीको ग्याङ बोकेर हिँडेको छैन। लडेर आएको, हिजो पनि अझै पनि लड्छु। एसएलसी फेल भन्दैछ। म एक क्लास पढेको छैन, के गर्छस्? जनताले जिताएर पठायो, त वडा अध्यक्ष जितेर आइज न। त्यो भए हुनाले अहिले पनि भन्छु म, तिमीहरूको औकात छैन। तिमीहरूको यदि हैसियत छ भने तिम्रो मालिकलाई, तिम्रो पार्टी सभापतिलाई, तिम्रो प्रधानमन्त्रीलाई, तिम्रो गृहमन्त्रीलाई संसदमा आएर ज्ञानेन्द्र साईले उठाएको प्रश्नको जवाफ दे भन्नुहोस्। हिम्मत छ भने ल सबैले आज लेख, ज्ञानेन्द्र साईले संसदमा प्रश्न उठायो, यसो जवाफ दे भन। छ जवाफ दिने हिम्मत छ? जवाफ दे भन। म जवाफ सुन्न तयार छु, तयार छु। चार्टर एकाउन्टेन्ट पढ्या हो केटा, तँ जस्तो बेल्चा हाने हो, पढ्या हो। म पढ्दै पढ्या छैन। ल एक 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 जिरो अक्षर पनि पढ्या छैन, तर जनताले जिताएर पठाएको। आज खै त तिम्रो खगेन्द्र सुनारलाई अगाडि राखेरै ठोकियो त? खै कहाँ थियो? दम छ तिमीहरूको? सामाजिक सञ्जालमा कराएको छ, मान्छेलाई तपाईँको भ्रमित पारेको छ, दुनियाँ गरेको छ। इङ्ग्लिस बोल्ने भने भाइ तिमी अमेरिका जा, त्यहाँ अमेरिका कुहिरेहरूको टोइलेट पुछेर बस केटा, त्यहीँ अङ्ग्रेजी बोल्नु त जा भाइ। हामी नेपाली हो, नेपालीमा बोल्छु भाइ, बुझ्यौ? त्यहाँ भरम फैलाएपछि भ्युज ज्यादा आउँछ, भ्युज ज्यादा आयो भने पैसा आउँछ भनेर कमाउने सोचका साथ काम गरेको छौ भने, जापानमा गरेको छौ भने जापान एमएसी र यहाँको प्रहरीलाई भोलि नै निवेदन हाल्न लाउँछु म। एक एक आइडी हेरेर आज हाम्रो सचिवालयले आइडी हेरेर तिमीहरूलाई निवेदन हाल्छु र नेपाल डिपार्ट गराउँछु। नम्बर 1, दुबईमा छौ भने पनि दुबईबाट गर्छौँ, हङकङमा छौ भने हङकङबाट, अमेरिकामा छौ भने अमेरिकाबाट, र बेलायतमा छौ भने बेलायतबाट पनि गर्छौँ हामी।
किनभने हाम्रो संगठन पनि देशको विश्वभरि छ। हरेक संगठनका साथीहरूले त्यहाँको प्रहरी कार्यालयलाई तिम्रो आइडी सहित तिमीले लेखेको कन्टेन्ट सहित निवेदन दिन्छ अनि नेपाल फर्काउँछौ। आज खुशबु ओलीले भर्खर निवेदन हालेर चितवनबाट पक्राउ गरेका छन् र साइबर क्राइमको मुद्दा थाहा छ नि तिमीहरूलाई। मिनिमम 5 वर्ष जेल सजाय हुन्छ, मिनिमम।